धादिङमा एमाले कांग्रेस र नेकपाका कार्यकर्ताहरूले भिरबाट ढुङ्गा खसालेर रासोपाका मतदातालाई बीच बाटोमै अलपत्र पारेर रोकिदिएका छन्। बुथमा पुरानो पार्टीको मत कम आइरहेको भन्ने सूचना पाएपछि रासोपालाई समर्थन गरिरहेका स्थानीयलाई भोट हाल्न जानबाट रोकिएको छ। एमाले कांग्रेस र नेकपाका कार्यकर्ता मिलेर रासोपाका मतदातालाई घेराबन्दीमा पारेको खुलेको हो। धादिङको खनियावास गाउँपालिका 2 अक्थलीका स्थानीय मतदातालाई मतदानमा जानबाट रोक्ने उद्देश्यले एमाले कांग्रेस र नेकपाका कार्यकर्ताहरूले मिलेर माथिल्लो डुम्रे क्षेत्रको भिरबाट ढुङ्गा खसालेर सडक अवरुद्ध गरिएको हो। स्थानीयका अनुसार अक्थली भन्दा मुनि हाइड्रो आयोजनाले खनेको सडक खण्डमा करिब 200 भन्दा बढी मतदाता रोकिएका छन्। उनीहरू बन्दीदेवी मतदान केन्द्रमा मतदान गर्न जाँदै गर्दा निरन्तर माथिबाट ढुङ्गा हानेर बाटो अवरुद्ध गरिएको हो। नेपाली सेनाले अवरुद्ध सडक खुलाउने र मतदातालाई सुरक्षित रूपमा मतदान केन्द्रसम्म पुर्याउने प्रयास गरिरहेको छ। घटनाबारे स्थानीय प्रशासन र सुरक्षा निकायले थप विवरण संकलन गरिरहेको बताएका छन्। धादिङ 2 मा कांग्रेस एमाले र नेकपा मिलेर बुथ कब्जाको प्रयास गरेका हुन्। जिल्लाको खनायावास गाउँपालिका 1 मा रहेको बन्दीदेवी मतदान केन्द्र कब्जा गरेर 3 पुराना दलले रासोपाका मतदाता रोक्ने प्रयास गरेका हुन्। मतदान केन्द्र जान हिँडेका करिब 200 बढी मतदातालाई अक्थली भिरबाट ढुङ्गा खसालेर रोकिएको बुझिएको छ। मतदान केन्द्रमा रहेका रासोपा प्रतिनिधिलाई पनि कांग्रेस एमाले र नेकपाका मानिसद्वारा दुर्व्यवहार गरिएको उनीहरूको भनाइ छ। यता जिल्ला प्रहरी कार्यालय धादिङले भने कसैले पनि बुथ कब्जाको परिकल्पना समेत नगर्न चेतावनी दिएको छ। विवाद आएपछि प्रहरी निरीक्षकको कमान्डमा प्रहरी तत्काल घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। आज मतदानको दिन विपक्षी दलले चुनाव बिथोल्ने उद्देश्य सहित विभिन्न गतिविधिहरू गरिरहेका छन्। कतै मतपेटिका क्याप्चर गरिएका छन्, कतै दुर्व्यवहार र हातपातका घटना सार्वजनिक भइरहेका छन्, कतै अशक्त व्यक्तिहरूको इच्छा विपरीत भोट खसिरहेको खबर आएको छ। निर्वाचन सुरक्षामा निकै कडाई गरिए तापनि हिंसात्मक घटना घटिरहेका छन्। यतिसम्म कि सेनाले हवाई फायर गर्न बाध्य भइरहेका छन्। केही स्थानहरूमा मतदान रोकिएको छ भने कतै पुनः सुचारू भइसकेको छ। शीर्ष दलका उम्मेद्वारहरू आफ्नो गृह जिल्लामा भोट हालेर आफ्नो निर्वाचन क्षेत्र पुगिसकेका छन्।